कन्ट्रोल प्लस जुम गरेर हैन अनि फर्स्ट अफ अल हामीलाई म्याजिक वान टुल युज गर्नु अनि यसले लेयर सिलेक्ट गर्छ एउटै कलरको लेयर हैन यो एमा ह्यान्डमा प्लस आइरहेछ नि प्लस यतिकै आउँदैन यहाँको तिम्रोमा यस्तो आइरहेको हैन यसमा क्लिक गरेर प्लस आउँछ प्लस गरेर लेयर एड गर्न मिल्छ हैन यो गरेर माइनस हुन्छ प्लस गर हैन अनि त्यसपछि अरु के छ यो पनि सिलेक्ट हुन्छ यति लेयर यसरी सिलेक्ट गर यति लेयर यसरी सिलेक्ट गर यसरी भएन कन्ट्रोल जेड यसलाई पनि गर हैन ल हाम्रो लेयर सिलेक्ट भएन अरु बाँकी मिलाउनु लागि पछि अब कन्ट्रोल एक्स गर्दियौ फेरि कन्ट्रोल एक्स गर्दियौ सेतो भएन त्यसपछि फेरि कन्ट्रोल एक्स गर के भयो फेरि कन्ट्रोल एक्स किन नभए अब यो म्याजिक इरेजर टुलले हटाइदिँदा पनि हुन्छ हैन सिलेक्ट गर्ने अनि यो म्याजिक इरेजर टुलले फाल्छ मजाले अनि अब हात र रड मात्र बाँकी छैन सिलेक्ट गरौँ केही मिठो कन्ट्रोल एक्स गर कन्ट्रोल प्रेस गर जान्छ तिमी यसलाई त्यसरी नै फाल्दै कन्ट्रोल डिलिट गर कन्ट्रोल एक्स गर यहाँ पनि थोरै रड हो कन्ट्रोल एक्स गर जान्छ अन्त यो गर्दाखेरि के हो यो धर्काहरु हैन आयो यो के हो यो लाइनिङ गर अब फाइल सेभ एज गर सेभ एज हैन नयाँ इमेज बनाऊ न्यू 800 पिक्सल को 300 पिक्सल पर इंच को र इमेज बनाऊ अन्त यो इमेजलाई के गर्नु पर्यो कन्ट्रोल यसलाई यसरी कपी गरेर यहाँ तान्दियौ न हैन अनि कन्ट्रोल टी गर्दा कहाँ छ यसको मिडल पार्टले त्यो भित्र राख अनि यहाँनिर यसो गरेर प्रोग्रेसन हुन्छ अनि 20% गरौँ कति हुन्छ अझै घटाउनु पर्ने छ ल 90% जति अब हातले ठुलो गर्दा नि हुन्छ भएन हैन सेभ एज गर कहाँ सेभ गर्ने तिमीले टायर नाम के हो सुमो के हो सेभ गर सेभ गर्दा 5 मा राख अरूमा लो आउँछ क्वालिटी 5 मा ठिक्क हुन्छ इमेज साइज 56 KB हुन्छ अब के गर्दै बस काम इज फिनिश्ड अब हामी सेभ गरेको इमेज यहाँ छ यो टायर्स सुमो ठिकै छ हैन यति साइजमा हुन्छ अझै राम्रो क्वालिटी गर्ने भए के गर्ने त यहाँ जाने फाइल सरी सेभ गरौँ फाइल सेभ
रिप्लेस गरौँ, अलिकति बढाइदिउँ ल, अलिक ठुलो धेरै ठुलो भयो ल, 11 मा राख्दा 10 मा राख्दिनु। ओके 10 मा राख्दा के हुन्छ अब अलि राम्रो क्वालिटी हुन्छ ल, यस्तो हुन्छ। ठिक छ, धेरै साइज ठुलो पनि नहोस्, 100 केबी अलि ठुलै हुन्छ, बिलो 100 केबीमा राख्नु पर्यो त्यही हो।